चुपचाप यो भिडियो हेर्नु यो घन्टीमा भिडियो छाप भन्दै सबैले चुपचाप लागेर घन्टीमा छाप हाल्नु भएको थियो। मैले त्यतिखेर हेर्नु भने त्यो चुनाव बेला पनि गरिब दुखीको पक्षमा श्रम संस्कृति मात्रै हो है भनेर मैले भन्दाखेरि पत्याउनु भएन। अहिले अर्कैको यो कुरा सुनेपछि चाहिँ के लाग्छ भनेपछि हुकुमवासीले हुकुम गर्न पाउनुपर्छ त्यहाँ सुकुमवासी भन्ने जस्तो कुरा गरिरहेको छ नि अहिले पनि। सुकुमवासी र हुकुमवासी छुट्याउनलाई बालेन्साले सबै हुकुमवासीहरू बस्ती भत्काउन लागेको। अब विरोध गरिरहेको छ नि अर्को साम्पाङले, अनि त्यो सुकुमवासी बस्ती भत्कायो भनेर त्यहाँ अझै पनि उफ्रिरहेको छ नि अर्को साम्पाङ। अरू त कसैको विरोध देखिँदैन, कसैले सबैले राम्रो गरे, अब सुकुमवासीलाई जग्गा दिनुपर्छ, सुकुमवासी छनौट गरेर जग्गा दिनुपर्छ भन्ने छन् सबै जनताहरूमा। अनि उसलाई चाहिँ टाउको दुखेछ फेरि अर्को साम्पाङले, हुकुमवासीले अझै हुकुमवासी गर्न पाउनुपर्छ भन्ने जस्तो। यस्ता मान्छेलाई सांसद बनाएर पठाउने धरानका मान्छेहरू बेजेतका भारी। अहिले बेजेत कस्तो मान्छेलाई सांसद बनाइदिन्छ भनेर अहिले टाउको ठोकेर बसिरहेछन्। हट